हाई गाइज, अनि कसलाई मनपर्छ नि मसरुमको तरकारी। आज चाहिँ मेरो किचनमा पाक्दैछ मसरुम, चना अनि आलु। अनि के म पहिला चाहिँ यो मसरुमको तरकारी खाने थिइनँ। अनि यो मसरुमको तरकारी मेरो मम्मीको चाहिँ फेभरेट हो। असारको महिनामा मम्मीले खोजी लिएर आएर पकाउनुहुन्थ्यो अनि मैले चाहिँ कहिले पनि खाएन यो मसरुमको तरकारी। अनि पछिबाट कृषिको समूहले गर्दा चाहिँ मसरुम घरमा रोप्ने बिउहरू दिएको थियो समूहले। अनि चाहिँ घरमा हुँदैछ हो। अनि मैले चाहिँ मम्मीले पकाउँदा फेरि खाएँ। अनि त्यसपछि म त यस्तो बिग फ्यान भएँ मसरुमको। त्यसपछि मलाई यति धेरै मन पर्न नि मसरुम। अनि पछि मसरुमको तरकारी त मेरो फेभरेट भयो। अनि हाम्रो घरमा चाहिँ मसरुम मात्र भुटेर खान्थ्यौँ। मसरुममा चाहिँ धेरै टिमुर अनि चाहिँ लसुन हाल्यो भने कस्तो मिठो हुन्छ। चटचटे रातो गरेर भुट्ने पनि। अनि जापान आइसकेपछि हामी चारजनाले खाना खान्थ्यौँ। चारजनाले खानामा चाहिँ तरकारीमा धेरै थरी मिसाएर थोरैले त पुग्दैन थियो नि त चारजनालाई। अनि तरकारीमा धेरै थोक मिसाउनु पर्थ्यो। सुरुमा चाहिँ मैले यस्तो तरकारी खाएको थिइनँ। अनि चाहिँ साथीहरूले चनामा मसरुम हालेर भुट्थे। अनि चाहिँ मलाई त्यसपछि बल्ल खाने बानी लाग्यो मसरुममा चाहिँ अरू मिसाएर मिठो हुन्छ भन्ने। अनि चाहिँ मलाई पुराना दिनहरूको याद आयो। अनि म चाहिँ आज चना आलु अनि मसरुम पकाउँदैछु। अनि तरकारी पकाउने चाहिँ सबैको आफ्नो तरिकाहरू हुन्छ। मैले चाहिँ आज यसरी पकाएको छु। अनि यसरी भइ सबर गरेर बनाएको भिडियो